बाटोमा नि यस्तो अटै अटो छ यार, बाफ रे खतरा। अनि यो जस्तो जङ्गलको बाटोमा यो हाइसहरू अनि हाइलक्सहरू अनि स्कर्पियोहरू चाहिँ दामी चल्ने क्या। यो स्कर्पियोले मान्छे हाल्न खोजेको थियो, त्यहाँ फेरि स्कर्पियो मान्छे प्याक रहेछ, नत्र त्यो दिदीले बिचरा हाल्थ्यो होला, हालेन है। अनि त्यस पछाडि त्यहाँ बाइक रोकेर बसिसकेको एकजना उसले लगिदिँदा हुन्थ्यो। अनि स्कर्पियो मान्छे बिचरा प्याक रहेछ, लान सक्ने स्थिति नै छैन। गयो 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 गयो, थ्याङ्क यू सो मच है, थ्याङ्क यू सो मच होइन। अनि कोही चाहिँ बुझेर यसरी ओभरटेक गर्न दिन्छ, अनि कोही फेरि दिँदैन क्या। अनि त्यही झ्याउ लाग्छ क्या लङ टर्म जाँदाखेरि चाहिँ। कोही चाहिँ बुझेरै दिन्छ, ओभरटेक गर्न दिन्छ है। अब त्यस्तो धुलो बाटो छ नि त, धुलो धुलो हुन्छ, अब त्यो अगाडि हिँड्छ मलाई त पुरै धुलो धुलो बस्छ नि त। अनि त्यही भएर अनि म यस्तो यो बाटो त जुन यति साँगुरो होइन, सानो भयो भने जस्तो ढुङ्गाहरू चट्टानहरू थिएन। ओ माई गड, के हो अटोको लाइन यार। अटोले आज त बबाल पैसा छाप्यो होला यार, बाफरे। अटोको लाइन छ क्या, अटोले माथि मान्छे पुर्याउँदै अनि मुनि आइरहेको छ कि अटोले आज चाहिँ, अनि अटोले बबाल पैसा छाप्यो ल होइन, किनभने माथि एकदम भिड छ नि त, मेला लागिरहेको छ आज भने चाहिँ अटोले बबाल पैसा छाप्यो यार, बाफरे। यो रुखहरू छ नि गाई, के को यो सालको रुख जस्तो लाग्छ है। अनि सालकै होला सायद है, यो कस्तो रङ्गिन आइरहेको छ भिडियो पनि यार, कहिले काहीँ यो क्यामेरा बढी हल्लिएर पनि होला क्या होइन। अनि त्यो भएर पनि हुनसक्छ। यस्ता बुढाबुढी मान्छेले नि स्कुटी लिएर भारी छ, अनि गाह्रो हुन्छ नि यार यस्तो कच्ची बाटोमा स्कुटी लिएर गाह्रो हुन्छ। ठाउँमा ओरिनुपर्छ, अनि त्यो कोही ठाउँमा त खाल्डा खुल्डी पनि छ, पुरा ठाडो उकालो छ, अनि उकालो चलाउने गाह्रो हुन्छ। सकेसम्म त स्कुटीहरू चाहिँ यसरी उकालो बाटोमा अब कच्ची बाटोमा नल्याउँदा राम्रो हुन्छ। कति ठाउँ त कतिजना त त्यहाँ त ओर्लिँदै हातले ठेल्दै लिएर राख्नु भएको छ ल्याउनु चाहिँ। यस्तो साँगुरो बाटो यो अटोले ओभरटेक गर्नु दिँदैन यार, बाफरे रन्काउँछ यार, के हो यस्तो यार। ल त्यो त गइहाल्यो, आफू पछि परियो गाई। अब धुलो उडाउने भयो बुद्धीले, अब लो धुलो उडिरहेको छ, धुलो उडाउँदै जाने भयो नि बुद्धीले यार। अब यार ल ठिक छ यसलाई कहाँबाट ओभरटेक गराउँछ। ल थ्याङ्क यू यसलाई पनि ओभरटेक गर्नु पऱ्यो यार, यसलाई पनि ओभरटेक गर्नु पऱ्यो बाइकमा भने। यसले पनि लास्टै धुलो उडायो यार, बाफरे ओहो ल यसले ओभरटेकै गर्न दिएन यार, चट लास्टै धुलो उडायो नि यार। के हो साइडमा त केटाहरू त पुरा जङ्गलतिरको छ त हौ, जङ्गलतिर के पार्टी हान्दा हो कि हो एफजेड भयो भने खतरा गइरहेको छ केटाले यार। तर 220 त यो अफरोडको लागि चाहिँ, अब यो जुन हाइवेतिरको लागि चाहिँ एफजेडले लगभग 220लाई भेट्छ नै रेसिङमा। तर यो उकालो ओह्रालो यस्तो अफरोडको लागि चाहिँ 220 त किन्नै हो एफजेड हेरिकन, राजा नै हो। डबल लोडमा बबाल तारिरहेको छ, पिकअप दिइरहेको छ बबालै है। अब अर्को बाइकहरू डर बाइकहरू त अब खर्रै भइहाल्यो, भए पनि नर्मल यस्तो बाइकहरूमा चाहिँ 220 किङ नै हो। यस्तो अफरोडको लागि चाहिँ 220 किङ नै हो। यस्तो जङ्गल बाटो डाँडा काँडा कच्ची बबाल तानिन्छ यार, बबाल खतरै तानिन्छ भने 220 जस 220 को यो फिचर चाहिँ दामी लाग्छ क्या। अरू कुरा मन नपऱ्यो भने 220 को फिचर चाहिँ फेरि अब जस्तै हाइवेमा चाहिँ गाइज होइन, हाइवेमा चाहिँ अब अलिकति यो केटिएम डुकहरू अनि अलिकति चल्दो बल्दो बाइकहरू हुन्छ नि होइन, तिनीहरूलाई ओभरटेक गर्न गाह्रो छ, सकिँदैन। तर यो अफरोडको लागि भने चाहिँ उकालोको लागि दुईजना लागेर त हालेर पनि फिलिङ पनि जान्छ यार। 2 नम्बर गियरमा तानिरहेको छ अहिले यार, बाफरे। भनेपछि त 220 अफरोडको लागि चाहिँ किन्नै रहेछ क्या भन्ने कुरो प्रमाणित भयो आज यार। बबाल तानिने बबाल गाइज है। पर्फर्मेन्स चाहिँ भने जस्तै हो कि होइन। फेरि बाइक पनि कन्डिसनमा हुनुपर्छ। मेरो त बाइक त A1 कन्डिसनमा राख्छु म जहिले पनि, फुल इन्जिनदेखि लिएर सबै A1 कन्डिसनमा राख्छु नि त मैले, त्यो भएर पनि होला बब्बाल दानिरहेको छ बब्बाल। तर म ओभरटेक गर्छु ठाउँ नभएर मात्रै हो, उसले ओभरटेकै गर्न दिएको छैन, नत्र पनि म यति बेला कहाँ पुगिसकेँ, उसले ओभरटेकै गर्न दिइरहेको छैन। म ओभरटेक अब चाहिँ गर्छु है त, अब भने ओभरटेक गर्छु ठाउँ मिलाएर ट्याक्क बुद्धीले रन्काउने हो। बाफरे अटो छ यार, आज किरी अटो यार, तलदेखि तपाईँले अटो गर्नुभयो गाइस, कति धेरै अटो छ। कम्तीमा पनि 300 कति भने 50-60 वटा भन्दै 300 भन्दा यार हावा खाँदै 50-60 वटा अटो त मैले भेटिसकेँ। हेर्नु त धुलो गिबिटी उडाएको धुलो, ओहो होइन। भर्खर आज नयाँ कपडा लाएर आएको झन् यार, बाफरे ज्याकेट पुरै धुलो भइसकेको छ, हेलमेट पुरै धुलो मास्क पनि नलिएर आएको थियो आज फेरि, मास्क नलागेर यस्तो धुलो हान्थ्यो यार। ल स्कुटीमा सर अटो कहाँ रोकिदिएको यार, स्कुटी त स्कुटी पुरै चाहिँ कुनातिर गयो यार, बाफरे। त्यो अटो ठाउँमा ठ्याक्कै रोकिदिनु त, हिँड्दै रोकिदियो अटो, स्कुटी त पुरा भित्रतिर गयो। अनि यो अगाडिको गाडी पनि खतरा आउँछ, यो गाडीको नाम के हो थाहा छैन गाइज यार। यो गाडी पनि खतरा जान्छ उकालोमा यार, बबाल तानिन्छ भने यो गाडीले पनि उकालोमा त बबाल जान्छ यो गाडी पनि यार। ओहो जाम परिहाल्यो यार साथीहरू यार। ल जामको बेलामा फेरि मेरो अगाडि ओभरटेक गरेर ल के हो पारा यस्तो नै हुन्छ। ल बाइक आएर त्यहीँ रोकिन्छ, ल सबैजना मलाई नै ओभरटेक गरेर अगाडि राखेको। अब उताबाट आउने गाडी र बाइक चाहिँ कहाँबाट हुन्छ भनौँ, हो यसरी हो कि होइन। ट्राफिक जाम लाग्ने भनेको यसरी हो। ल अब त्यो कताबाट जाने, उताबाट आउने मान्छे नआउने हामी ल हेर्नु त यताबाट जानेको सङ्ख्या। अब यति साँगुरो बाटोमा यसरी हुल्दिसकेपछि त ठाउँ छ त होइन। ल अनि त गाह्रो छ यार, यसरी होलिदिन्छ क्या गाइस, बुझ्नु भने उता अटो आइरहेको छ हेर्नु, अटो आएर ल अब त्यो अटोलाई कति साँगुरो बाटो है, यता मान्छे हिँडिरहेको छ। अब हो त्यही हो क्या हाम्रो नेपालमा चाहिँ सिस्टम चाहिँ आफैले बसाल्न नसकेको। म हेर्नु त म कति स्ट्यान्ड बाई म आफ्नै साइडमा, त्यो पनि तलै रोकिने, किन भन्दाखेरि त्यो तल किन रोकेको मैले भन्दाखेरि अब कहिले काहीँ त्यस्तो उकालो ठाडो बाटोमा गाडीहरू बाइकहरू चिप्लिएर ब्रेक फेल भएर रिटर्न पनि आउन सक्छ क्या, पछाडि आउन सक्छ। अनि अर्को कुरो भनेको सबै ड्राइभ गर्ने ड्राइभरहरू पर्फेक्ट हुँदैन नि त होइन, पर्फेक्ट हुँदैन। त्यही भएर अलिक पर नै कम्तीमा पनि 2-3 मिटर पर रोक्नुपर्छ क्या अरूले रोकेको भन्दा होइन। तर हाम्रो त्यो यो सिस्टम हाम्रो नेपालमा यसरी चाहिँ मान्छे लागु गर्ने। ओहो ल दाजु ल यार, झन्डै लडेको यार, ओ माई गड झन्डै लडेको लो स्कुटी त लड्यो, झन्डै थेक्नु भयो उहाँले। एक्लै गएकै राम्रो छ क्या, अब बुढो मान्छेले गर्नु भएको रहेछ। ल सब भुलिदिरहेको छ क्या। ल अब त्यहाँ अटो घुम्न लागिरहेको छैन हो त के। अनि त्यही भएर मान्छेले भन्छ मोटरसाइकल कति हतार भएको भन्छ नि, हो हेर्नु त म कति स्ट्यान्डमा मजाले होल भएर बसिरहेको छु, ठाउँ पनि हुनु पऱ्यो नि त यार। अनि ठाउँै छैन त्यति गएर हुन्छ होइन, यस्तो छ क्या मूर्ख मान्छे क्या। तपाईँले हेर्नु होला नि भिडियो, पुरै भिडियो हेर्नु त कस्तो है। अब यहीँ पनि हामी अन्दाज गर्न सकिन्छ हामी कति मूर्ख छौँ भनेर क्या। अनि त्यो अटो त्यहाँ रोकिरहेको छ, अनि म स्ट्यान्ड बाई मजाले बसिरहेको छ, मलाई पनि हतार छ नि त होइन, मलाई पनि चाँडो जानु छ, मन्दिर दर्शन गर्न जाँदैछु होइन। अनि अरू गएर अर्को पालो सानो आउँछ, यत्रो भिडभाड छ।
हतार मलाई पनि छ, हतार हामीलाई पनि छ। तर पनि हामी हेर्नु कति शान्त, कति कुल भएर आफ्नै लेनमा हिँड्छौँ होइन। यस्तो अफरो पनि झन् मेन रोडमा त हामी लेन मिच्ने त कुरै भएन क्या होइन। ट्राफिक नियमको पालना हामी आफैले गर्ने हो। सधैँभरि रात दिन आएर ट्राफिकले सम्झाइरहनु पर्ने त्यो परिस्थिति भनेको हामी मूर्ख हुनु हो क्या होइन। हामी पनि मान्छे हो, ट्राफिक पनि मान्छे हो। अनि त्यो ट्राफिकले गाली गर्दा मात्रै चाहिँ सुध्रिने, नत्र नि हाम्रो पारा देखाउने त्यस्तो गर्नु भएन नि होइन। त्यो हो कि ल अब के को भिड छ भने यस्तो हेर्न आएको बाबु हेर्नु यहाँ अटो यहीँ रोकेको छ, यता वारिपारि अटो रोकेर मान्छे ड्राइभर छैन अनि बिन्दास छ क्या। अब मान्छे हिँड्ने बाटोमा है यसरी अटो लाइन तेर्साइदिएछ। अब त्यो बाटो त अझै माथि जाने बाटो छ अनि पुरै अटो त दायाँ हेर्नु न ल ग्याप छ त कहाँबाट छिराउने अब ल हेर्नु त त्यो केही छैन क्या, बाइक छैन ग्याप पनि छैन ल देख्नुभयो नि। अनि उताबाट लाइन लाएर फेरि ठोकिदिएछ है। बाफरे यस्तै छ यार नेपालको परिस्थिति यार। अब यत्रो भिडभाड छ भनेपछि त स्कुटी बाइक गाडीहरू सब आफ्नो लेनमा ल स्कुटी ल हेर्नु न यहाँ हेर्नु यहाँ ल अब न ठाउँ छ है। अब कति रङ गयो गाडी यता रोकेको छ, उतापट्टि लेनमा बाइक आइरहेको छ। अब यहाँबाट जबरजस्ती स्कुटी घुसाएँ ल देख्नुभयो नि नेपाली। अब अहिले कतिपय दुर्घटना एक्सिडेन्टहरू धेरै भइरहेछ नि, कारण के भनेर तपाईँले सोध्नुहुन्छ भने कारण यही हो, खालि रङ वेबाट हिँड्ने। हेर्नु त ल जबरजस्ती छिरायो ल यस्तो कसरी यो बुझ्नु भयो नि तपाईँले होइन। कति रङ वेबाट हिँड्ने हामी नेपाली छौँ कि, हामी नेपाली कति रङ वेबाट हिँड्ने रहेछ ल हेर्नु त ल होइन। जबरजस्ती घुसाइदियो ल बाबाले अब ल हेर्नु मैले मजाले क्लियर भएपछि ल हेर्नु देख्नुभयो म कति जाम खुलेपछि त्यो सबैलाई हटाएर क्लियर भएपछि बल्ल म हिँडेँ कि। म त्यस्तो हो क्या, म कहिले पनि म ओभरटेक गरेर जानुपर्छ मसँग बाइक छ भन्दैमा मैले कसैलाई पनि मिचेर होइन, कसैलाई रुल्सलाई मिचेर त्यसरी कहिले पनि अगाडि बढ्दैन। अनि त्यो हाइवेमा पनि मेन हाइवेमा पनि कतिजना साथीभाइ दाजुभाइले के गरेर हुन्छ भने अब मैले कुनै गाडीलाई ओभरटेक गरिरहेको छ अनि त्यो कुनै गाडीलाई ओभरटेक गरेर पनि मर्ने गरेर मेरो पछाडि आएर हर्न बजाएर मलाई ओभरटेक गर्न खोजिरहेको हुन्छ क्या। अब मैले ओभरटेक गरिसकेपछि बल्ल मलाई ओभरटेक गर्ने हो नि त होइन। अनि मैले ओभरटेक गरेर चाहिँ मलाई नै ओभरटेक गर्न अर्को साइडबाट लेनमा आउँछ भने त्यो त हामी दुवैजना पनि ठोकिन सक्छौँ, तिनैवटा ठोकिन सक्छौँ, दुर्घटना हुन सक्छ, एक्सिडेन्ट हुन सक्छ नि साथीहरू यार। त्यस्तो नगर्नु है तपाईँहरूले। त्यसरी ओभरटेक गर्नु छ भने ट्रिपल ओभरटेक नगर्नुहोस् है। एकजना ओन्ली वानलाई ओभरटेक गर्नुहोस्, ट्रिपल ओभरटेक नगर्नु कहिले पनि के। तपाईँलाई लाग्ला अब जेसो के भन्नु एक्सिडेन्ट भइसकेपछि म्याक्सिमम बाइकमा एक्सिडेन्ट भएपछि मान्छेलाई गम्भीर चोटपटक लाग्छ है। चोटपटक लागेपछि तपाईँलाई जिन्दगीभरको लागि पश्चाताप हुने हो, बुझ्नु भयो नि। त्यही भएर ओभरटेक गर्दाखेरि आवेगमा आएर जोसमा होइन त्यसरी ओभरटेक कहिले नगर्नु ल। स्कुटी फसिदिएको ल हेर्नु पत्करै छ स्कुटी रङ घुमिरहेको ल भयो त गाह्रो छ यार। त्यसरी ओभरटेक नगर्नु साथीहरू ल। अब त्यत्रो ट्रिपल ओभरटेक गरिदिन्छ यार मान्छे। तपाईँ बाँचे संसार देख्नु त हो, तपाईँ नै जब जीवित हुनुहुन्न भोलि तपाईँले रहनु भएन भने त तपाईँको त्यो मूर्खता तपाईँको त्यो घमण्ड के को लागि ल भन्नु त होइन। तपाईँ हुनु पर्यो त्यो मूर्खता घमण्ड पनि ठाउँमा देखाउने हो होइन। एकछिनको तपाईँको सानो गल्तीले गर्दा तपाईँले जिन्दगी संसारै छोडेर जान सक्नुहुन्छ। त्यो भएर त्यति धेरै मूर्खता हामी नगरौँ है साथीहरू। यो सामान्य चिज होइन, यो मेसिनरी चिज हो होइन। यसलाई हामीले राम्रो तरिकाले सही सदुपयोग गर्न सक्यो भने हाम्रो लागि सुविधा पनि हो र यसलाई हामीले सही सदुपयोग गर्न सकेनौँ, हामीले चाहिँ यसलाई दुरुपयोग गऱ्यौँ होइन, यदि त्यो हो भने हाम्रो लागि यो ठुलो दुर्भाग्य पनि हो साथीहरू है। ल पार्किङ स्थल ट्याक्क आइपुगेको साथीहरू मेरो युट्युब च्यानल पनि नयाँ हो, तपाईँ सबैजनाले सब्सक्राइब गर्ने होला, माया गर्ने होला। मेरो भिडियो कस्तो लाग्यो है। अब यहाँ ओरिजिनल भोइस मैले चाहिँ जस्तो छ त्यस्तै अब ओरिजिनली अब ट्राभलिङ चाहिँ हालेको छैन। अब जस्तो छ त्यस्तै भिडियोहरू मैले बनाएर तपाईँलाई एउटा सूचना एउटा सचेतनाको लागि हालेको। यो चाहिँ मौलाकालिका जाने क्रममा हो। पुरै धुलो हेर्नु बाफ्रे धुलो त खतरा ल। थ्याङ्क यू।